शुभकामना मन्तव्य प्रमुख अतिथिको आसनबाट राखिदिनु हुन म वार्ड नम्बर 2 कोलपुरका वडा अध्यक्ष आदरणीय हरिसिंह कठायतज्यूलाई हार्दिक आमन्त्रण गर्दछु। अधिवेशनमा उहाँहरूले मलाई चाहिँ प्रमुख अतिथिको दीर्घामा बोलाउनु भएको थियो र आज दोस्रो पटक यो कार्यक्रममा यो बान्यवारमा कार्यक्रम हुँदै गर्दा दोस्रो पटक मलाई प्रमुख अतिथिको दीर्घामा बोलाउनु भएको छ। त्यसको लागि विशेष म यहाँहरूलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दै मेरो मन्तव्य जोड्न चाहन्छु। स्थानीय तहबाट चाहिँ सहयोग गर्नुपर्ने यो संस्थाका निमित्त हामी तयार छौँ भनेर मैले चाहिँ सुझाव स्वरूप व्यक्त गर्दै गर्दा नवनिर्वाचित अध्यक्ष टक्कबहादुर बमज्यूले हाम्रो कुरालाई स्मरण गरेर उहाँहरूले संस्था रिन्यू गरेर पहिलो पटक कोलपुर चौरामा कार्यक्रम गर्नुभयो। उहाँहरूले मागेकै बराबरको चाहिँ बजेट व्यवस्थापन गरेर हामीले भव्य रूपमा चाहिँ त्यो कोलपुरमा चाहिँ हामीले पहिलो यो कालीकोट एकता समाज मार्फत हामीले कार्यक्रम गऱ्यौँ। अब हाम्रो कला संस्कृति जोगाउनको निमित्त तपाईँ हामी जम्मा भएर हामीले मात्रै कला देखाएर कला हेरेर हुँदैन। अब सिङ्गो बाँकेवासीलाई कला देखाउनको लागि त्यस्ता मेला आयोजनामा हाम्रा कलाकार साथीहरूलाई चाहिँ हामीले स्थान माग्नुपर्छ र त्यति मात्रै होइन, अब 10वटा जिल्लाका पदाधिकारीहरूको एउटा माउ संस्थाको रूपमा चाहिँ स्थापना गर्नुपर्छ। 10वटै जिल्लाका चाहिँ पदाधिकारी पदेना सदस्य हुने व्यवस्था बनाएर अब सिङ्गो चाहिँ कर्णालीहरू चाहिँ एक ठाउँमा छ भन्ने कुरा चाहिँ भोलिका दिनमा पनि सङ्केत गर्न आवश्यकता छ। अन्य जिल्लाभन्दा हाम्रो कर्णालीका चाहिँ यहाँको जनसङ्ख्या, यहाँको भूगोल, यहाँको घरहरू हेर्ने हो भने तमाम छ, तर के छ भने त्यो चाहिँ मतमा परिणत गर्नका निमित्त, त्यो एकतामा परिणत गर्नका निमित्त हामी सबैले चाहिँ बसासराई ल्याएर यहाँ चाहिँ मतदाता नोमिनी बनाउनु पनि आवश्यक छ भन्ने कुरा म राख्न चाहन्छु। आज हामीले कार्यक्रम गर्दै गर्दा यस्ता सरसामग्रीहरू हामीले भाडामा लिइरहेको अवस्था छ। आज कोलपुर नगरपालिका र बैजनाथ गरेर 3वटा चाहिँ जनप्रतिनिधि हाम्रो रहँदै गर्दा यस्ता सामग्रीहरू पटक पटक कार्यक्रम गरिरहनुपर्छ। दामासाई हिसाबले हजुरहरूले प्रपोजल पेश गर्नुहोस्। अघिल्ला कार्यक्रमहरूमा पनि हामीले चाहिँ कला संस्कृति जोगाउनेको नाममा चाहिँ हामीले तपाईँहरूलाई सहयोग गर्दै आएका छौँ र यस्ता सामग्रीहरू जोड्नका निमित्त पनि कति तपाईँहरूलाई चाहिँ बजेट व्यवस्थापन गर्नुपर्ने हुन्छ, चाहे कोलपुर नगरपालिका मार्फत होस्, चाहे कोलपुर नगरपालिका वडा नम्बर 2 मार्फत होस्, यहाँहरूलाई चाहिँ त्यो चाहिँ सहयोग गर्ने प्रतिबद्ध व्यक्त गर्दै अन्तमा धेरै लामो नबनिकन, किनभने यहाँ देउडा कला संस्कृतिका चाहिँ कलाकारहरू पनि आउनुभएको छ। त्यो कला संस्कृतिहरू चाहिँ हेर्नका निमित्त, देउडामा रमाउनुको निमित्त यहाँहरूको आतुर पनि हुनुभयो होला र अहिले हामी चाहिँ 2082लाई बिदाई गर्दै अब चाहिँ अब नयाँ वर्षको चाहिँ पावन अवसरमा यहाँहरू सम्पूर्ण कर्णालीका आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको जीवन उन्नति होस्, प्रगति होस् भन्ने शुभकामना प्रदान गर्दै मेरो भनाइ यही अन्त्य गर्छु। हस्त धन्यवाद, नमस्कार। हार्दिक धन्यवाद अध्यक्षज्यू। उहाँले हामीलाई एकदमै ऊर्जामूलक आफ्ना धारणाहरू राखेर जानुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रमको सञ्चालन गर्ने जिम्मा मलाई दिनुभयो। म पनि कालीकोटमा जन्मेर 2067 सालदेखि बाँकेको बैजनाथ गाउँपालिका वार्ड नम्बर 5 मा स्थायी बासिन्दा भएर बसिराखेको छु। धेरैले चिन्नुहुन्छ, नचिनेकालाई परिचय दिउँ भनेर पनि भनेको।